त्यस्ता त्यो नक्कल झक्कलमा म त रिजल्ट निकाल्ने मान्छे हो होइन, म त किसान मजदुर होइन को प्रतिनिधि हुँ नि होइन। त्यसले गर्दाखेरि तपाईँको चाहिँ नि म त्यस्तो टिप टप भएर हिँड्ने यो त्यो गर्ने खालको मान्छे होइन क्या सर। स्वको कारणले गर्दाखेरि अब मलाई गेटअपमा खास मतलब हुँदैन। अब त्यो कुरालाई चाहिँ नोटिस गरिराख्नु भएको छ हाम्रो फेरि मलाई आलोचना गर्ने साथीहरूले। कपडामै बेलायतको एउटा झन्डा पनि गएर त्यो त मैले हिजो भनिसकेँ त, हर्क साम्पाङ हिजो भनिसकेँ। अर्को लगाएर अझ राष्ट्रवादी बन्ने भनेर तपाईँलाई प्रश्न गर्दैछन् क्या। यस्तो छ हौ, म पोहोर परार अब युके गएको थिएँ। युके जाँदाखेरि त्यहाँनिर अब युकेमा बस्नुहुने हाम्रा दाजुभाइ दिदी बहिनीहरू होइन, म चाहिँ लाउरेको फ्यामिलीको मान्छे पनि हो है। अनि त्यसले गर्दाखेरि अब त्यहाँ जाँदाखेरि उहाँहरूले सम्मान गरेर लगाइदिनु भयो। त्यसमा बेलायतको झन्डा मात्रै त छैन, नेपालको झन्डा पनि छ होइन। एउटा मैत्री भाव पनि झल्किन्छ। अब यो तपाईँको चाहिँ नि 225 वर्ष पहिला नेपाल सरकारले सन्धि गर्यो इस्ट इन्डियासँग। त्यतिखेर चाहिँ तपाईँको चाहिँ नि के अरे नेपाली सैनिकलाई नेपाली जवानलाई चाहिँ उनीहरूको तपाईँको सेनामा भर्ती गराउने भन्ने सन्धि त नेपाल सरकारले गरे हो, मैले गरे त होइन। गोर्खा सैनिक नेपाल सरकारले गरेको जुन सन्धिको तपाईँको चाहिँ नि मातहतमा हाम्रो बाजे पुर्खाहरूलाई भर्ती लगाइयो, जबरजस्ती पनि लगाएको छ नि त पक्रेर बाजेहरूलाई त। अनि त्यस्तो गरी तपाईँको चाहिँ नि भर्ती लगाएर चाहिँ त्यो एउटा परम्परा जुन बसाएको छ, त्यो परम्परा अन्तर्गत तपाईँको चाहिँ नि अब भर्ती लागेका छन् मान्छेहरू। अब त्यो एउटा मैत्री भाव भनौँ या के भनौँ, त्यो झल्काउनको लागि एउटा पिन मलाई लगाइदिनु भएको छ। अनि त्यहाँ माथि त्यो पप्पी डे भन्दो रहेछ। पहिला हाम्रो बाजे पुर्खा उता कता फोकल्यान्ड कि कता कुन ठाउँमा हजारौँको सङ्ख्यामा तपाईँको त्यहाँनिर चाहिँ आफ्नो ज्यान गुमाउनु भयो। अनि पछि फर्केर जाँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ त्यो तपाईँको त्यो फुल फुलिरहेको थियो अरे कि, त्यो पनि मलाई लगाइदिनु भएको छ। अनि त्यो ज्याकेट त्यो कोट चाहिँ मैले त्यतिकै राखिरहेको थिएँ दराजमा। म त्यस्तो फेरि कोट टाई सुट होइन आइरन भएको लुगा लगाएर हिँड्ने मान्छे होइन। म सधैँभरि नै होइन श्रमदाताको टी सर्ट होइन, हाफ प्यान्टमा चप्पलमा होइन, कम्मरमा एउटा खुकुरी भिरेको अनि हातमा चाहिँ बेलचा र गैँती बोकेको अवस्थामा देखिने गर्छु होइन। अनि मलाई त्यो गेटअपको मतलब पनि हुँदैन क्या है। अनि त्यतिकै तपाईँको चाहिँ के अरे अब त्यो कोट मैले धुको पनि थिइनँ, त्यो लगाएर गयो। त्यहाँ जाँदाखेरि त्यो चाहिँ नोटिस गर्नुभएछ। 1.5-2 वर्षदेखिको त्यहाँ रहिरहेको त्यतिकै छ, त्यो अहिले पनि फुकालेको छु।